कांग्रेस पार्टीको जन्म पनि त्यही भयो। कांग्रेस पार्टीलाई मधेसले नै बनायो। मैले आँट गरेर जोखिम लिएर भए पनि आफूलाई मैले मधेसमा समर्पित गरेँ, समाहित गरेँ। एकपटक मधेसको नेतृत्व गर्ने मैले प्रयास गरेँ भने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु। त्यसको निम्ति म जाने हो, मधेस जाने हो, त्यहीँ जाने हो, त्यहीँको साथीहरूसँग जाने हो, भिज्ने हो, त्यहाँको भाषा सिक्ने हो, त्यहाँको सबै कुरा सिक्ने हो, जान्ने हो, बुझ्ने हो, 5 वर्ष त्यहाँको साथीहरूको बीचमा बस्ने हो र त्यसबाट सिङ्गो मधेसलाई पनि सरलाई 4 को आँखाबाट सिङ्गो मधेसलाई चिन्ने हो। मधेसको त्यहाँको रीतिरिवाज, संस्कार, संस्कृति मात्र होइन, त्यो त सिक्न पनि सकिन्छ। म काठमाडौँमा कमल पोखरीमा सबभन्दा पहिला छठ सुरु गर्ने मान्छे हुँ। आजभन्दा 11-12 वर्ष पहिला। आज कमल पोखरीमा जुन छठ हुन्छ त्यो छठ मैले मेरो नेतृत्वमा सुरु गरेको। संस्कृतिको अङ्ग त यसरी पनि बन्न सकिन्छ। तर मधेसकै बन्नको निम्ति म त्यहीँ जानुपर्छ, त्यहीँको माटोमा टेक्नुपर्छ, म त्यहीँको हुनुपर्छ भन्ने ठानेर म त्यसले आउने जोखिम मैले उठाएको।